फेरि फाइनली हामी झऱ्यो तलतिर। तरह से चिया नहीं हेर्नुहोस् भनेको मैले फेरि चिया हेर गाइजहरु कस्तो छ यहाँको मलेसियाको यो मलेसियाको यहाँ पर्छ सिरी पितालीको यो जग्गा कस्तो राम्रो छ हेर्नु त गाइजहरु। यतातिर मली छ ससुराली गाउँ गाइज यही हो भने बाज ससुराली भनौँ के भनौँ यसलाई। हेर गाइस केटाहरू यसरी आइरहेको छ नासो बोकेर सरसालीमा। हेर गाइस केटाहरू सरसालीमा शुभ कार्य गर्न लाग्छ केटाहरू। केटाहरू शुभ कार्यमा ढिलो गर्नु हुँदैन भनिरहेको छ केटाहरू। नेपाल एउटा यस्तो देश हो जहाँ लड्नुभन्दा पहिला त मलाई छोएर त देखा भन्छन्, अनि छोएपछि तैले मलाई कसरी छोइस् भनेर गमकी गम आन्छन्। तिहारको भिडियो बनाइरहेको छ यार दसैँ भनेर कसरी एउटा हेलो छिटो बस छिटो यस्तो गर कस्तो छ खाना मटन कस्तो लाग्यो एकदम मिठो लाग्यो तपाईँ आउँदैन बाजालाई कस्तो लाग्यो मटन 100 रुपियाँ परेछ नि रक्ती अनि हाम्रो त त्यति फोक्स हालेको सबै उतै मास पकायो फेरि सातजना भात खाएको नेपालमा जस्तै हो यहाँ पनि नेपालमा जस्तै हो क्या घाम लाग्यो अनि भएको तिम्रै माया छ तिम्रै माया छ
साला ऐसा कौन सा वीडियो बना के अपलोड कर दें कि रातों रात वायरल हो जाए, फिर अगले दिन पूरे शहर की मीडिया माइक लेके मेरे पीछे पीछे सर 1 मिनट सर 1 मिनट, मेरे फैन सब मेरे साथ सेल्फी ले रहे हैं, खचार खचार 100-200 लड़कियां मेरे प्यार में पागल हो जाएं, फिर हम कहें हटो हटो अभी मेरे पास टाइम नहीं है। कितना मजा आएगा यार। हाय हाय।